Hello guys, welcome to our channel. हामी चाहिँ अब लाओसबाट नेपाल फर्किँदैछौँ। मेसी केटाहरू सबै रेडी हुँदैछ जानको लागि, हेर्न सक्नुहुन्छ। म बाटोमा देखाउँछु अब के हुन्छ है, हेर्दै जानु होला। हामी चाहिँ होटल बसेको थियौँ। कस्तो ह्यान्डसम देखेछ तपाईँहरू यहाँ? हामी चाहिँ बसतिर आइसक्यो। हामी बस्यो होला हजुर के एकचोटि बोल्नु न, अगाडि बोली कस्तो स्ट्राइकर, अर्को स्ट्राइकर यहाँ भविष्य क्याप्टेन डेब्युटेन्ट नेपाललाई अर्को गोलकिपर है, हाम्रो अर्को गोलकिपर। ल यो के भिडियो खिचिरहेको नेपालको लामिन यामाल जमल भन्नु न। होटल हाम्रो यही बसेको होटल हो। अब हामी एयरपोर्ट तर्फ जान्छौँ। हामी चाहिँ अब थाइल्यान्डमा ट्रान्जिट भएर नेपाल पुग्छौँ होला आज राति। हाम्रो नेपाली मेसी टिकटकमा वाइल हेरेँ मैले। हामी चाहिँ अब जान्छौँ। अब एयरपोर्टमा हल्का फुल्का म बनाउँछु के है त। यो लाओस हो पारीहरू थाइल्यान्ड भन्छ के त, थाहा छैन, सुनेको होला नि। अब हामी चाहिँ लाओसको एयरपोर्टमा छौँ। टिकटहरू सब लिएर आइरहेको छु। मेरो भाइ छ यहाँ। भाइ हजुर, कस्तो लाग्यो तिमीलाई लाओस? एकदमै राम्रो लाग्यो। राम्रो लाग्यो? मेसीलाई हो के 2-3 शब्द जाओस् न त। के जानु, के गर्नु, तपाईँहरू पनि घुम्नु इच्छुक छ भने आउनु होला लाओस है। त्यहाँ फोटो सुटिङ ल चाहिँ छौँ। अब हामी छिर्छौँ है। हामी चाहिँ फ्लाइटमा बसिसकेको छ। फ्लाइटमा बसिसकेको छ। यहाँबाट हाम्रो फ्लाइट चाहिँ कहाँ हो? जानै सक्दैन ब्याङ्कक थाइल्यान्ड हो। थाइल्यान्डमा हाम्रो ट्रान्जिट छ। हाम्रो चाहिँ अब กรุณารัดเข็มขัดที่นั่งในระหว่างเครื่องบินขึ้นและลงหรือว่าสัญญาณไฟแจ้งรัดเข็มขัดและกดขึ้น Sit passenger seatbelt during take-off and landing. Always avoid the seatbelt sign is on. เมื่อต้องการรัดเข็มขัดสอดหัวเข็มขัดเข้าด้วยกัน To fasten your seatbelt, insert the metal fitting into the buckle. हामी चाहिँ थाइल्यान्ड
को एयरपोर्टमा पुगिसकेको छौँ हाम्रो अब 5 घण्टा ट्रान्जिट छ र यो 5 घण्टामा हामीले के किन्छौँ ड्युटी फ्रीमा हामी सब देखाउने छौँ र स्टे ट्युन विथ अस है त गाइस यस्तै छ हेर्न सक्नुहुन्छ आइल्यान्डको है त के हुन्छ हामी देखाउनेछौँ आइल्यान्डको कहाँ माथि माथि sorry माग्ने देखिनुहोस् हामी चाहिँ आइल्यान्डको एयरपोर्टमा छौँ अनि हेलो सबैजनाको सपिङ भइरहेको छ यहाँ केटाहरूको चक्लेट हल्का ड्युटी फ्रीमा थाइल्यान्डमा हामी यहाँ अब घरमा यसो चक्लेट अब के बामसाम यहाँको लिएर गइरहेको छु म चाहिँ यहाँ कुरेर बसेछु त्यही हो त्यही नै छ ट्रान्जिट छ हाम्रो अझै कति आवर बाँकी छ अझै अहिले यहाँको 5:30 भयो रहेछ हाम्रो 7:30 बजेको फ्लाइट छ भाइ चाहिँ बम लिएर आयो विक्स यसो बुढाबुढीलाई हुन्छ भनेर आफैलाई पनि हुन्छ मेनली बुढाबुढीलाई हुन्छ भनेर त्यस्तो दिएको है त फाइनली हामी चाहिँ नेपाल आइपुगेको छौँ हाम्रो होटेलमा अब म चाहिँ बिचमा त्यो भ्लग बनाउनु पाएन अब यसरी त हो है हेलो गाइज नमस्ते वेलकम ब्याक टु आवर च्यानल म चाहिँ बिहान उठेर फ्रेस भएर रेडी भइसकेँ आज म घर जाँदैछु पोखरा है आज कति दिनपछि बल्ल कति महिनापछि घर जानु लाग्यो के हुन्छ तपाईहरुलाई देखाउनेछु अहिलेको अब हामीले गर्नुपर्ने के हो आफूलाई हामी चाहिँ पोखरा एयरपोर्ट एयरपोर्टबाट अब घरतर्फ जानेछौँ गाइज हामी चाहिँ यहाँ आइसक्यो के हो यो हेर्नु गाइज यो किनेर ल्यायो हो म चाहिँदैन नै सबले एउटा दिने कि बाबाले एउटा बाजेले एउटा 600 रुपैयाँको तिनटा त नि 4वटा छ त त्यहाँ त एउटा चाहिँ भाइले एक्स्ट्रा पैसा यो त चल्दैन त ए चल्यो ल हामी चाहिँ आइसक्यो गाइज यहाँ आयो अहिले तपाईहरुलाई भन्छु के कसो हामी अनबक्सिङ गर्छौं त्यतिबेला भन्छु ल गाइज हो त्यहाँ चाहिँ सामान है यो चकलेट ल चकलेट यो चाहिँ मेरो यो चाहिँ कसले दिनु होला भन्दिनु नि त पोखरा एफसीले यो चाहिँ एसनलाई यो चाहिँ एसनको है यो चाहिँ डिजिआईको उसो यो हरिबो
मैले मेरो लागि हो यो चाहिँ मैले आफैले लाउने तपाईँलाई यो चाहिँ सिद्रा यहाँ चाहिँ सर्ट अनि यहाँ चाहिँ बाबाको यो छ रहेछ यो चाहिँ मेरो सामान हो यो चक्लेट त फोटेको थियो यार मैले लाउनु यो चाहिँ बाजेको बाजेलाई हालिदिनु भएको यो त ऊ जस्तो के मेरो साम्बासँग ठ्याक्क ओए पुरै मेरो यो सर्ट चाहिँ मेरो होला तिम्रो हो यो सबै सामानहरू सबै तिम्रो हो यो सब मलाई हालिदिनु भएको गाइस चाहिँ हाम्रो मम्मीको मायाको मम्मीको लागि हो यो चाहिँ है फुपूले पठाइदिनु हो उहाँ हङकङबाट सबैजना हाम्रो परिवार यो पनि मिठाई त्यो मुसीले हाल्नु त्यो चाहिँ मुसीले हाल्नेको मेरो साथी मुसीले त्यसपछि यो गीतको मम्मीको लागि यो सबै कपडाहरू हो यार अरू त सब मेरो लुगाहरू हो त्यो चाहिँ मुसीले हाल्नेको लुगा हो ए मिठाई यो चाहिँ स्नेहाको र अरू त सबै तिम्रो कपडा हो यहाँ सब यो मुसीले हो अनि यो पनि मुसीले हो यो पनि मुसीले हो फुपूको नि यहीँ छ सबै सबै फुपू र मुस्कान भयो अनि यो चाहिँ दिपको त सेम के सेम है उसँग पहिले अलरेडी तपाईँहरूले हेर्नुभएको छ होला दाइजूले कसारा जाँदाखेरि पनि लगाएको छ कि त्यो फुपूले ल्याइदिनु भएको है अनि ब्लू चाहिँ हामीले उ गरेको है हरू चाहिँ तिनीहरू पनि जानु यत्रो मिठाई छ यत्रो मिठाई छ अनि त्यसपछि पुरै मिठाई हो यो चाहिँ दिपले एउटा दुइटा राखेको जस्तो लाग्यो थाहा छैन मलाई त सोध्नै पर्छ देख्नुभयो गाइस हाम्रो हङकङको कुसी मैले चाहिँ हस्तान्तरण गरेँ क्रिस्तालाई अनि त्यसपछि अब अर्को आउँछ यसको बक्स त अर्को यहाँ छ ए अनि यो चाहिँ सरी यो चाहिँ डिजिआई ओस्मोको यो चाहिँ स्ट्यान्डर्ड प्याक भन्छ के भन्छ स्ट्यान्डर्डवाला हो डिजिआई ओस्मोको अनि यसमा चाहिँ अब क्यामेराबाट भ्लग गरिरहेको छ अनि यसमा चाहिँ यो क्यामेरा इन्क्लुड हुन्छ अनि त्यसपछि अनि मेमोरी कार्ड अनि यो चाहिँ डिजिआईको माइक मिनी हो यो चाहिँ हामीलाई हाम्रो दाइ बाउजू अनि फुपू पुसै सबैजनाले पठाइदिनु भएको यो सबै कसैले हामीलाई अनि यो पनि स्पेसल्ली अनि यो माइक चाहिँ हामीले अलि लगाइरहेछौँ कि अनि त्यो दुईवटा अब डिजिआईको अर्को प्याकेटमा कम्बोमा चाहिँ एउटा हुन्छ क्या हो अनि योमा चाहिँ दुइटै हुँदो रहेछ होइन अनि यसमा एसडी कार्ड पनि पठाइदिनु भएको थियो त्यो त हामीले इन्सर्ट गरिसक्यो अनि हाम्रो सबैजनालाई हङकङको हाम्रो फ्यामिलीलाई थ्याङ्क यू सो मच हामीलाई यति धेरै माया गरेर यति ठुलो यो त एकदमै ठुलो मेरो अहिलेसम्मको लाइफकै ठुलो गिफ्ट होला यत्रो पठाइदिनु भएकोमा धन्यवाद अनि त्यसपछि यो भयो अनि त्यसपछि यो पनि पठाइदिनु भएको
यो मुसीले अनि यो चाहिँ फुपूहरूले अनि यत्रोको लुगाहरू छ अब लाएर त देखाउनु मिल्दैन गाइज होइन अनि त्यसपछि अनि त्यहाँ अब के छ सबै कुराहरू अघि तपाईँहरूले देखाइसकेँ अनि यही चाहिँ हाम्रो अनबक्सिङ अनि योहरू चाहिँ मैले पहिल्यै देखिसकेको थिएँ किनभने दिपले मलाई वहीँ हुँदाखेरि देखाइदिनु भएको थियो नत्र म त आतुर हुन्छ कति बेला खोलौँ भनेर अनि यही नै थियो तपाईँले ल्याइदिनु भएकोमा चाहिँ तपाईँलाई पनि धन्यवाद तर यो हाम्रो लागि हामी दुईजनाले चाहिँ युट्युबमा भ्लग गर्ने भनेर चाहिँ पठाइदिनु भएको हामीलाई अनि अब हामी चाहिँ युट्युबमा भ्लग गर्छौँ अनि धेरै पैसा कमाएर हामी हङकङ डुल्न आउँछौँ होइन त अनि त्यही नै हो गाइज ल अब चाहिँ यति नै थियो अब अहिले एकछिनमा अरू भ्लग चाहिँ अहिले देखाउँदा